गुड मर्निङ नमस्ते म पपी बन्तवा फेरि पनि 90 डेज रिल च्यालेन्जको डे 27 मा आइसकेको छु। आजको टपिक रहेको छ 3 वे टु बिल्ड एन्ड ट्रस्ट टु योर अडियन्स भनेको छ। यस म त्यसलाई म सरसर्ती भन्न चाहन्छु। 3 वे भनेको भन्नाले चाहिँ म चाहिँ के बुझ्छु भन्दाखेरि मैले के सिकेको छु भन्दाखेरि चाहिँ एजुकेसन, इन्टरटेनमेन्ट अनि लाइफ चेन्जिङ अपर्च्युनिटी है। त्यो भनेको चाहिँ कुनै पनि पोस्ट कन्टेन्टलाई हामीले एउटा सोसियल मिडिया मार्फत सेयर गरेको हुन्छौँ। त्यही पोस्ट कन्टेन्टबाट हाम्रो अडियन्सले केही कुरा सिक्नु सकोस् होइन। र अर्को कुरा भनेको इन्टरटेनमेन्ट। अब जहिले पनि सिरियस भावुक भएर त रुन्चे पाराको पोस्टहरू त जहिले एउटै भयो नि त होइन। सो हामीले कहिलेकाहीँ एउटा ट्विस्ट टु सिरियस टु फन अथवा जोक अथवा कुनै पनि हामीले एक्ट गरेर हामीले अडियन्सलाई इन्टरटेन दिनु सक्नु पर्यो होइन। त्यो पनि अब इन्टरटेनमेन्टमा पर्यो होइन। लाइफ चेन्जिङ अपर्च्युनिटी भनेको चाहिँ जस्तै हामीले पाएको सक्सेसहरू के सानो होस् अथवा ठुलो होस्, त्यो सक्सेसहरूबाट चाहिँ उहाँहरूलाई इन्सपायर होस् अथवा एउटा इक्जाम्पल होस् अनि मोटिभेट होस्, जुन कुराले चाहिँ उहाँहरूको पनि लाइफमा एउटा चेन्जिङ आओस् होइन। त्यसलाई नै हामी भन्छौँ लाइफ चेन्जिङ अपर्च्युनिटी भन्छौँ है। आजको मेरो टपिक कस्तो लाग्यो कमेन्ट गर्नुहोला अथवा कमेन्ट लाइक गरेर सपोर्ट गर्नुहोला। म फेरि पनि भोलि डे 28 मा आउने नै छु। अहिलेको लागि बिदा चाहे। नमस्कार।